पानी पर्यो भने यस्तो समस्या छ कि पानी पर्यो भने चाहिँ टावरले पनि काम गर्दैन, बत्ती पनि आउँदैन। नमस्ते गर नि। हेर्नुहोस् पुरै गाउँभरि सबै चिसो भइसकेको छ। हेलो एन्ड नमस्ते सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। साथीहरू आज पनि म हजुरहरूको सामु उपस्थित भइसकेकी छु र आजको बारेमा चाहिँ म के भन्न चाहन्छु भने हेर्न सक्नुहुन्छ थबाङतिरको मौसम यस्तो गरेको छ साथीहरू, चिसो छ। त्यही भएर हजुरहरू सबैलाई न्यानो भएर आफ्नो केयर गर्नुस्, आफ्नो ख्याल राख्नुस् भन्न चाहन्छु। आजको मेरो ब्लग चाहिँ नर्मल ब्लग हो। जाडो छ एकदम, म पनि तातो भएर बसेको छु साथीहरू। बिहान बिहान पानी पनि परिरहेको छ। आज लगातार 4 दिन पनि भइसक्यो पानी परेको। म हजुरहरूलाई थबाङको नजारा देखाउँछु साथीहरू। हाम्रो थबाङ हेर्नुहोस् पुरै गाउँभरि सबै चिसो भइसकेको छ। यस्तो छ यतातिरको हालत। थबाङ बजार, बजार चाहिँ होइन गाउँ, बजार अलिक तल छ साथीहरू। हाम्रो नानीले भात खाएर पहिलो बनाएको नि। गाइस पानी परिरहेछ, अलिअलि सिमसिम पानी, जाडो पनि भइरहेको छ। ठुलो मम्मी जाऊ नानी, ल ठुलो मम्मी जाऊ, जाऊ माम ठुलो मम्मी। नानी मुखभरि भात बनाएर बसेछि होइन, चिसो छ नि। कार्तिक महिनातिर यति जाडो छ, मङ्सिर पुसमा के हालत हुने हो। माघसम्म जाडो हुन्छ। बर्खा जस्तै गरेको छ साथीहरू। खोला त सानो भएको छ आजभोलि त, हेर्न सक्नुहुन्छ खोला। हेर्नुहोस् थबाङलाई ध्यान दिएर हेर्नुहोस्। पानी परिरहेछ अझै पनि, बाहिर निस्किन मन नगर्ने जस्तै गरेछ। तर कोठाभित्र बत्ती पनि छैन र फेरि यतातिर त पानी पर्यो भने यस्तो समस्या छ कि पानी पर्यो भने चाहिँ टावरले पनि काम गर्दैन, बत्ती पनि आउँदैन। सोलरबाट न टावरले काम गर्छ, टावरले पनि दिन्न, टावर फोन गर्ने पनि मिल्दैन। अनि फेरि बत्ती पनि हुन्न कि झ्याउ लाग्ने, अड्याएर हुन्छ। मोबाइल चार्ज गर्न नपाइने गाह्रो छ होइन होइन पापै रे। आऊ आऊ चुप्पा गर्यो नि रे। नमस्ते गर नि। मुखभरि के माम गराएको छ, पहेँलो भएको छ। आऊ यता यता, पानी पर्यो, आऊ चिसो हुन्छ। हातसम्म त छिटो पानी आयो, अलिक ठुलो पर्नु लागिसक्यो अब। ओके गाइस, सबैजनालाई राम्रोसँग बस्नुहोस् भन्न चाहन्छु। आजको भिडियो चाहिँ म यतिसम्मै हो। जाडो गरेछ, जाडो मौसममा तातो भएर बस्नुहोस् ब्ल्याङ्केटभित्र, मजाले ओछ्यानमा तातो भएर बस्नुहोस्। जाडोको मौसम छ, कहिले ज्वरो आउन सक्छ चिसोले। तातो कपडा लाएर तातो भएर बस्नुहोस्। हामी पनि अब कोठाभित्र बसेर तातो भएर बस्नु जाँदैछौँ, न्यानो हुन जाँदैछौँ। आज शुक्रबारसम्म पानी परेछ, भोलिसम्म पनि पानी पर्छ भन्ने सुनिएको छ साथीहरू। त्यही भएर अब हामी चिसो हुन्छ धेरै बाहिर बस्यौँ भने। एउटा चाहिँ गएको गएपछि कता जाने हो, यता छु किरीले टोक्छ। ओके गाइस, आजको भिडियो यति नै हो। एन्ड हजुर सबैजना राम्रोसँग बस्नुला भनेर म यो भिडियो इन्ड गर्न जाँदैछु साथीहरू। बाई बाई। अब कोठाभित्र बस्ने हो तातो भएर गाइसहरू। बाई बाई, बाई बाई भन न नानी। चुप्पा गर्यो।
अनुहार कस्तो भएको छ ओके गाइज मेरो नानीको मुख पनि छुटेको छैन बाई बाई एभ्रिवान सी यू अगेन एन्ड अगेन फेरि पनि भेटौँला अर्को भ्लगमा आजको भ्लग चाहिँ यत्तिकै पानी परिरहेको छ त्यही भएर चिसो बनाइदिएको बाई बाई एन्ड मेरो भिडियोमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नबिर्सिनु होला र लाइक कमेन्ट गरिदिनु होला सेयर पनि गरिदिनु होला साथीहरू यति भनेर म यहाँबाट बिदाई हुन चाहन्छु बाई बाई